पिता चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने त्यही कारणले गर्दाखेरि हामी चाहिँ प्रभुको जन जसरी प्रभुको छोराछोरी जस्तो बिहेभ गर्छौँ है। हामी चाहिँ के शैतानको छोराछोरी जस्तो व्यवहार गऱ्यो भने चाहिँ के भन्छ, हेर्दा त मान्छे छ तर बानी व्यवहार चाहिँ शैतानको बच्चा जस्तो छ भनेर चाहिँ नभन्छ है। ल अब चाहिँ हामी उसको भागमा आएका छौँ। के को भागमा आएको छौँ? नेक्स्ट भाग बर्थडे हो। ल है, अब चाहिँ हामी जन्मदिनको भागमा आएको छ, बर्थडेको भागमा आएका छौँ। अस्ति गएको आइतबारदेखि आज शनिबारसम्म कसैको बर्थडे परेको छ? हजुर, कसैको जन्मदिन छ? सबैको जन्मदिन होइन सबैको भाइ बहिनी देखाएको थियो त्यो होइन होइन र कसैको जन्मदिन छ? यहाँमध्ये कसैको छ भने हात उठाउन सक्नुहुन्छ। हामी तपाईँलाई प्रार्थना गरेर तपाईँलाई आशिषित तुल्याउन चाहन्छौँ। ल कसैको पनि जन्मदिन छैन भने चाहिँ हल्ला गर्न पाइँदैन है। किन हल्ला गरेको? जन्मदिन आएन भने हल्ला किन गरेको? कि कोही हाम्रो बहिनीको एकजना छ, अरू कोही हुनुहुन्छ? बर्थडे हो? ल ठिक छ। ल हाम्रो बहिनीको लागि चाहिँ हामी प्रार्थना गर्नको लागि चाहिँ म स्माइका मिसलाई अगाडि बोलाउन चाहन्छु। उहाँले गिफ्ट दिनुको साथै हाम्रो नानीलाई चाहिँ बर्थडेको लागि विस पनि गरिदिन, के अरे प्रार्थना गर्नुको साथै विस पनि गरिदिन गर्न चाहन्छु। अरू कोही त छैन नि बर्थडे? क्वायरबाट छ जस्तो है, क्वायरबाट मेरो बर्थडे भने जस्तो लाग्छ। पछाडिबाट घुमघुम घुमघुम आइरहेको छ क्या अब हो। सहकारी अगाडि आइदिनु होला अनि प्रार्थना साथै हामी गीत पनि है। हामी गाएर हाम्रो नेहालाई